एमालेको टोपी लगाउने हो, काङ्ग्रेसको टी सर्ट लगाउने हो, आकाशको तारामा हेर्ने हो, धरतीको माटोमा टेक्ने हो, अनि गएर सर घन्टीमा भोट हाल्ने हो साथीहरू। म त घर मात्रै जाउँ न, घर जाने हो भोट हाल्न, घन्टीमा भोट हाल्ने हो। ल तपाईँहरू को हुनुहुन्छ घन्टीमा भोट हाल्ने? म त जेएनजी हो साथीहरू। त्यसैले हामीहरूले अरूलाई नदिएको होइन साथीहरू भोट। एमालेलाई पनि दियौँ, काङ्ग्रेसलाई दियौँ, नेकपा माओवादीलाई दियौँ, सबैलाई भोट दिएर चान्स खतम भइसकेको साथीहरू। अब पालो आयो घन्टीमा। सम्पूर्ण साथीहरूले घन्टीमा भोट हाल्नु होला। किन भन्दाखेरि कसैले पनि विकास गर्न सकेको छैन हैन। एकचोटि चान्स स्वतन्त्र पार्टीलाई पनि दिउँ हैन, केही विकास गर्न सक्छ कि साथीहरू। त्यसैले सम्पूर्ण साथीहरूले घन्टीमा भोट हाल्नु होला। अनि यो मेरो भनाइ कस्तो लाग्छ, मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि फलो पनि गरिदिनु होला साथीहरू। अनि यो मेरो भनाइलाई सम्पूर्ण साथीहरूले सेयर गरेर स्वतन्त्र पार्टीसम्म पुर्याइदिनु होला साथीहरू। अहिलेको लागि बाई बाई। म त घर जाने हो।